हेलो माई न्यू ब्लगमा नमस्ते सबैलाई। नयाँ ठाउँ जाँदैछौँ। नमस्ते सबैलाई, गुड मर्निङ। तपाईँहरू त जाडोमा सुतिरहनु भयो होला, हामी त उठेर हिँड्नु परेछ हट्टा लाएर। घरबाट हिँड्यौँ, जोरबारीसम्म आइपुग्यौँ। पुग्दैछौँ ग्यारेज। यहाँबाट चट्ट जोरबारी पुग्छौँ। जोरबारी पुगेपछि हामी लाग्छौँ बेसी सहरको लागि, नयाँ साइडको लागि। त्यहाँ अब लोड गरेछ गाडीमा, तपाईँहरूलाई देखाउनेछु के लोड गरेछ। केटाहरूले हिजो अलिअलि सामान हालेको थियो, बेलुका भन्छन्, सोध्नु त पर्यो के हालेको छ भनेर। चट्ट लाएर मेन रोड आइपुगिहाल्यौँ। चट्ट लाएर सबैजना हिँड्दैछन्। रोड क्रस गरौँ, जोरबारी आइहाल्यौँ। मागौँ चट्ट लाएर हाम्रो सुमन दाइलाई फोन गरेको थिएँ। सुमन चाहिँ बाइक चाहिँ छैन, यहीँमा पऱ्यो यो बाइक। हाम्रो मेरो बाइक अर्कै सरले लानुभयो कि, त्यही भएर अलिअलि खोकी लगाएको छ। ग्यारेज खुल्लै रहेछ। ग्यारेज आइपुग्यो चट्ट लाएर। अब भाले गाडी रेडीमा छन्, टक्कै स्टार्ट गरौँ। बेसारमा यो छोडेर फर्किने हो। अब चाहिँ हामी जोरबारी ग्यारेजबाट निस्किसकेका छौँ होइन। अब सुन्दरजल जान्छौँ। पहिला हाम्रो सुमन दाजुलाई लिनलाई, उहाँ चाहिँ साइडको एकाउन्टेन्ट हो, त्यही भएर उहाँलाई लिन जानुपर्छ। उहाँलाई लिन जाँदा चाहिँ अलिकति ढिला हुनसक्छ। 6 बजे भनेको थियो, 6 क्रस हुन्छ कि के हो हेरौँ। सुन्दरजल जान्छौँ हामी। बाटोमा के कस्तो हुन्छ अब हेरौँ। बेसी सहर नयाँ नयाँ बाटो के कस्तो हुन्छ तपाईँहरूलाई देखाउँछु। छोटो मिठो खिच्न नपाए पनि अब हेरौँ कतिको खिच्न पाइन्छ। आज मोबाइल स्ट्यान्ड किन्छु भनेको थिएँ, हिजो मोबाइल स्ट्यान्ड किन्न पाएन कि। अब चाहिँ सुमन दाइ ल्याउँ। सुमन दाइ लिएपछि हामी फर्कियौँ चट्ट लाएर। कस्तो म्यास्किदाल गाडी रहेछ, यहाँ आएन लामै घुमाएर टक्क लाएर। अब सुमन दाइ ल्याउँ, फर्क्यौँ। अब यति हो छोटो मिठो अहिलेलाई। म अब तपाईँहरूलाई थानकोट पुगेपछि मात्रै देखाउनेछु अलिअलि बाटोहरू। सधैँ गाडी चलाउनु पऱ्यो, यसो भिडियो खिच्न पाइन्न कि, त्यही भएर। गाइस खाजासाजा खायौँ। बाटोमा हो हामी चट्ट लाएर। भाले गाडी यहाँ छ, सबै यहाँ छौँ। खाजासाजा खायो। अब यहाँबाट चाहिँ लाग्छौँ अब मुगलिनतिर गएर खाना खान्छौँ होला। बाइक साइक बानी हो। अब यो फुत्किने हो कि जस्तो लाग्छ, फुत्किँदैन होला, यो नफुत्क्यो होला। अब चट्ट लाएर यो अब हिँडौँ चट्ट लाएर। अब त गर्मी पनि भयो, अलिअलि जाडो पनि छ, गर्मी पनि छ। अब हेरौँ खाजा खाइहाल्यौँ चट्ट लाएर। अब हेरौँ कहाँसम्म पुग्छौँ। अब डुम्रे बजार आइपुग्यौँ। अब यहाँबाट चाहिँ हामी बेसी सहरतिर लाग्छौँ चट्ट लाएर। अब यहाँबाट चाहिँ बेसी सहर लाग्छौँ हामी। अब चट्ट त्यो बेसी सहर छिर्यौँ। अब यहाँबाट चाहिँ बेसी सर 2 घन्टा 1.5 घन्टा। अब 30 किलोमिटर चाँडै पुग्यो। त्यसो उतै बजारमै किन्यो है त, मेरो त उता बजारमा होला नि।
सर तर्फपछि लाग्यौँ टट्ट लाग्यो बेसी सहरको हिमाल यो चाहिँ के हिमाल भन्छ त यसलाई मनाङ नाम चाहिँ थाहा भएन मनाङ स्पष्ट देखिन्छ आज चाहिँ अलिक प्रष्ट खुलेको छैन अलिकति बाटो आउँछ हामी चाहिँ पिछे बिच नछोडिकन जाने सला बिच नछोडिकन जाँदाखेरि ठ्याक्कै बेसी सर्नु लमलुङ छिर्यौँ हामी होइन पाउँदी हमारै पाउँदी आउने त पाउँदी पाउँदी सुन्दर यो दिन नगरपालिका रहेछ सुन्दर बजार नगरपालिका आइपुगे त हामीले अहिले हामी बेसी सहरको यो वेलकम गेट यो चाहिँ यतापट्टि लेफ्ट साइड बाइपास रोड अनि यो चाहिँ हामी अहिले बजार छिर्दैछौँ बजार छिर्ने बाटो मासतिर उत्तरले बित्तिकै दुईवटा बाटो छ लेफ्ट साइडको बाइपास राइट साइडको बजार छिर्ने ini jangan ada. जानु पर्यो नि त सरकारी कार्यालय साइड आयो त जिल्ला प्रशासन नेपाल टेलिकम अहिले त नजाने किन जाने अहिले अगाडि जाऊँ न ऊ दाद्री होटल हाम्रो जाने बाटो चाहिँ यता हो यो बाटो तल गए चाहिँ हाम्रो साइड गइन्छ अहिले चाहिँ हामी बजार एरियामा खाना खोजेर हेर्दैछौँ होइन केटा ऊ यहाँ तर बन्द छ पिक्चर त भातको फोटो देखेको केटा त्यहाँ पनि हो जस्तो लाग्यो
त यो बाह्र चाहिँ के बसलाई साइड दिँदाखेरि लम्म यहाँ छिरेछ है तेरिका बिचरा बल्ल बल्ल निस्क्यो पछाडि तानिदियो प्लेटफार्मले बाटो बनाउँदैछ अलिअलि टक्क लगाएर अब 1 घन्टा जस्तो बस्नुपर्छ अब चाहिँ चट सामान खसालियो अब काठमाडौँतिर तर्फ लाग्यो हामी टक्क लगाएर अब अघि सामान झारेको चाहिँ अलिकति खिच्न पाइएन किनभने अलिक खोलाबाट तर्नु थियो खोलाबाट तर्दाखेरि अब सबै दाइ पनि बिजी हुनुभयो यस्ता यता हेर्नुपर्ने भयो नि त अब खोलामा फेरि पम्पमा अड्क्यो भने त अड्क्यो होइन अलिअलि सानो छ बाटो चाहिँ टक्क लगाएर अब हामी बेसी सहरपट्टि लाग्यौँ हो काठमाडौँ लाग्यौँ अब चाहिँ मैले प्रायः जस्तो अब भिडियो खिच्न पाउँदिनँ होला किनभने अब एक्लै छु अघि त एउटा दाइ हुनुहुन्थ्यो र अलिकति सहयोग थियो र सजिलो हुन्थ्यो अब साङ्ग्रो छ बाटो पनि अलिअलि त्यही भएर आजलाई यति नै बाई बाई स्यु टुमारो बाटो घुमाउरो त भन्नै पर्यो होइन तर अब आजको लागि यति नै भनौँ नेक्स्ट टाइम नेक्स्ट भिडियो वेटिङ फर माई भिडियो ओके गाइज मेरो भिडियोको चाहिँ अलिकति वेट गर्नुपर्छ ल हजुर किनभने म खिचिरहँदिनँ क्या तपाईँको मोबाइलबाट खिच्नुपर्ने हो मोबाइलबाट खिचिरहनु पर्दा चाहिँ अब कहिले कहाँ भइन्छ कहिले कहाँ खिच्नै पनि पाइँदैन त्यही भएर कहिलेकाहीँ मात्र महिनाको 2-3 चोटि मात्रै हालिन्छ क्या त्यही जहाँ आफू जहाँ घुमिन्छ त्यहीँको मात्रै हालिन्छ नत्र हालिन्न त्यही भएर दुःख नमानिदिनु होला माया गरिदिनु होला सब्सक्राइब गरिदिनुहोस् होला लाइक कमेन्ट गरिदिनु होला आजलाई यति नै भन्दै बाई बाई गर्दै तपाईँलाई देखाउने छु आधी बाटोमा के हुनेछ सकेसम्म देखाउने कोसिस गर्छु आजलाई यति नै बाई बाई गाइस काठमाडौँ आइपुग्यो बल्ल होइन अब सीता पाइलाबाट माथि स्वयम्भूबाट तलतिर लागिसक्यौँ अब नयाँ बस पार्कपट्टि जाँदैछ हाइवे जाने अब घर जाने हो ड्याममा सुत्ने हो अब लास्ट जिउ दुखेको छ टक्क लाएर बल्ल आइपुग्यो बाटो कम बिग्रिएछ फेरि अब कुरै नगरौँ फेरि काठमाडौँको बाटो त हो यस्तै हो जाम खलिबली आयो फेरि कताबाट